जति पनि छन् खाली छन् मान्छे छैन आजको किसिमका बिहान आज मान्छे रहेछन् कि धेरै हैन पारेको भन्दा यहाँ ढिलो हुन्छ नि पारेको ढिलो हुन्छ यो सेकेन्ड हाल्यो लाग्यो नि त्यो नयाँ त्यो डिप पनि कति स्ट्यान्डर्ड छ है पैसा नि स्ट्यान्डर्ड छ त्यसको त उता महँगो छ रहेछ कि यहाँ अलिक सस्तो रहेछ यो त इन्डियातिर लिएर आएको रहेछ यता हेर्नु भएको छ नि यता देखिन्छ नि अरू पनि घाजे हिँड्छ पुरै लाइनबाट करेन्ट आएको यता हेर्नु त कस्तो फिल भएको छ मम्मी राम्रो डर त लागेन नि बच्चा डालिया राखेको माछा डर त आएन डर त आएन तल हेर्नु त यहाँ खासै त्यस्तो छैन बरु काममा क्याम गएर कसो कसो हुन्छ सिद्धो बाबा भन्दा ठ्याक्कै माथि भ्यू त्यहाँबाट हो त गहिरोमा ठ्याक्कै गहिरोमा खोला देखिन्छ खोला देखिन्छ यसको नि उता माथि अहिले पर्छ ए यसको नि देखिन्छ डर अलिअलि डर मान्छ यहाँ पनि करै गयो त्यहाँबाट हिँड्दै जान्छ तर फर्किँदा छिटो उ भयो होला है अनि एउटा एउटै दोग्राउनु भएन नि फेरि त्यही अनुसार के तार घुम्ने हो के अरे कहाँ यो हिँडेको त नि त तारा झुन्ने त्यही तारले तान्ने कान्ने तर मनाको चाहिँ सही पैसा कमायो फर्स्ट टाइम मान्छेहरू यस्तो गरे अनि नेपाली जति चाहिँ म विदेशी गएर कोदालो खन्ने के नि त यहाँ छैन यही बनाउनु पर्ने कि यस्तै भएर त होइन सक्नु पर्यो नि यहाँ एउटा कोदाल किन्नु बनाएर अनि सबै नेताले खाइदिन्छ हजुरले दुःख हामीले गरेर के फाइदा त बरु उते गरेर दुःख गरेर त हामीले त जिउन पाइयो खाएरै भ्यायो कि सबै आफ्नो छोरीछोरी माने हजुर हामी औ माने विदेश गयौँ भने नि त्यो पैसा पोसाउनु ल्यायो अरूलाई हो के फाइदा भयो त हाम्रो छोराहरू देवरहरू बुढा होइन त मै यस्तो विदेश अब 2-3-5 वर्षमा त सकिन्छ बुढाबुढी मात्रै त्यसपछि खतम हुन्छ अझै लडाइँ हुन्छ अझै खतम हुन्छ हुँदैन होला नेपालैमा जाहिर पाइन्छ कि अब पाइन्न कहिले पाइन्छ यत्र जलेको अझै खतम हुन्छ जलाएर अझै खतम हुन्छ देश हेर्नु न पैसा जलाउने कि अरू भन्दा नि होइन पैसा भन्दा नि तपाईँहरू मान्छेलाई त जलाएर पैसा नजलाएर काम लाउँथ्यो कि अहिलेसम्म चाहिँ हामी यस्ता मान्छेलाई देश छोड्न पाए हुन्छ भन्ने छ युवाहरूलाई अब हेर्दा नि तपाईँ बुढापाकालाई नि देश छोड्न पाए हुन्छ भन्ने जस्तो दिन होला हुन्छ होला त्यस्तो ठ्याक्कै उस अफा पुरै सिरिया जस्तो बनाइदिनु भयो घाँस कति हो तल हामी त्यस्तो भन्नुपर्छ यो घाँस नि जम्मै जडीबुटी हो गाउँका त जडीबुटी त गाउँ पाहाडका पाहाड सिङ्जा यता गलिङ नगरपालिका हो ठ्याक्कै भर्ला राख्नु गलिङतिर पाहाडका कति यहाँ 20 बजारमा सबैले जडीबुटी बनाएर बेच्ने नि नेपाल त्यही धनी त्यसै थियो अब नजानेर मान्छेले होइन नजानेर होइन जाइन नगरेर कहाँ नजानेर नजानेको पो छ अहिले कटोस हुन्छ हो तिनी फलेर यति मिठा हुन्छन् खाँदा ती टाटा बिचरा फलेर कटोस रहेछ नि गाडी त होइन साल होला नि तुनी नि कता देख्यो भने तुनी छ यो टाटा हो कि फल्छ यतिर त हुन्छ पाता जस्तो तुनी भएको उता तुनी छ मनोकाम त घडघड गर्छ मनोकाममा पोलमा पुग्दा यहाँ नगर्दो रहेछ उतेको गर्छ उतो पारीकोले पारीकोले गर्छ त स्पिड हुन्छ कि योभन्दा स्पिड हिँड्ने घडघड गर्दैछ कि खै नत्र यो चाहिँ यो फलामा त्यो त छैन कि ठिक प्लास्टिक फाइबर रहेछ भित्र भागहरू लडे नि घुम्रै जान्छ होइन यहाँ त हम्बालेर सकिँदो रहेछ माथि त त्यहाँ हिँड्ने रहेछ केबल कार एक बजीसम्म यताबाट मात्रै भन्छ तलबाट एक त बन्द लाग्यो होला ओ त भित्तामा हेर्ने त्यही नजिकै छ हेर है हामी यस्ता चढ्न पाइयो भने खुसी बनाएको यसले तपाईँको कतिजना जनतालाई डुबाइदियो यही केबल कारले त्यो केबल कारले कतिलाई डुबाइदियो कतिलाई डुबा अनि त्यता त मान्छे आफै हिँड्ने जान्थ्यो त कसरी डुबाएको भन्ने
के नेताहरू हो यो अब जस्तो हामी 4 जना ठुलो मान्छे भयौँ यो कसैको बाउको सम्पत्ति बेचेर लगानी गरे होइन ब्याङ्कसँग प्रोजेक्ट बनाएर ब्याङ्कसँग पैसा सर्लग ल्यायो लगानी गर्यो यसमा खर्च लाग्यो 5 अरब हो प्रोजेक्ट कम्प्लिट गरेर स्टार्ट भइसकेपछि यसको प्रोजेक्सन कति बनाउँछ 10 अर्ब कहाँ 10 अरब 500 अरबको बनाउँछ अनि आइपिओ खोलिदिन्छ अनि नेपालमा बुटाला भयो जनताले कसैले 5,000 कसैले 20,000 कसैले 5 लाख कसैले 20 लाख गरी आइपिओ हाल्छन् ऊ आफ्नो पैसा सर्लग लिएर निस्किन्छ अनि जम्मै जनता फस्यो 5 अरब चिजलाई 500 अरब त्यो हो के हो त्यहाँ अझै त भक्क्याउला रहेछन् होइन होइन होला आऊ पनि हुन सक्यो त्यो यहाँ तल केरा फल्या रहेछ बाँदर ल्याएर भयो नि एउटा बाघ छ होला हौ दाइ यहाँ त बाघ त यहाँ बाघ होला बाँदर बरु छैन नि होला बाघ छ बाघ भएको ठाउँमा बाँदर हुन्न नि यहाँ बाँदर छैन होला बाँदर तलपट्टि छ यो तल उसको बुटुलको छेउछाउ त्यो हुन्छ यता हुन्न यहाँ हुन्न। बाघहरू हुनसक्छ क्या एक्लै आयो कति रमाइलो भयो होला अन्त एक्लै हो ए एक्लै हिँड्नु कति मजा होला एक्लै पनि के एक्लै त अलिक डराइ एक्लै हुन्छ त कि। टोरो चालु भयो जब रोकियो भने त बिचरा त त्यही त्यस्तो हो। पहिला पहिला हो डराउँथ्यो म चाहिँ त्यो त्यही हो त्यो केबल कार त बिल्डिङै ऊ केबल गाडी देखेको भन्नु लुम्बिनी केबल कार लुम्बिनी ठाडै छ त्यहाँ यत्तिकै उकालो छ त्यहाँ बाइकमा त एरिया के हेर नि त घर छ त्यो मान्छे बस्दो रहेछ कि यसमा उयो त गाड टिनमा होला। के गाड के गाड होला। के भयो कसो भयो हेर्ने तेल हाल्छ अहिले पछि यहाँ माथि चढेर यहाँ गर्दो रहेछ गडबड यो माथिबाट जुन हुन्छ नि ग्रिप त्यो माथिबाट जाने ठाउँमा चाहिँ गेटा गेटा गर्दैन तलबाट गयो भने गेटा गेटा गर्छ पूर्वमा त्यो उकालो रहेछ अन्त यहाँदेखि यहाँ बल्ल उकालो होइन यहाँ त यही त कति नजिक हो। त्यही यहाँ त नजिक यस्तो उकालो छ त बा म त पहिलोचोटि हो हो छैन। माथिमा गर्दो रहेछ क्या अन्त माथि भएकोमा गर्दैन क्या माथि भएको माथिबाट आउँछ क्या तल भएको त्यो माथि ग्रिपमा छोइन छोइन ट्याक 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 गर्छ झ्यापै यहाँ गाडी आएको एक्लै बस्छ पालो पनि झ्यापै आएको कि हाम्रो त अनि बित्तिकै मान्छेहरू हिँड्दैन आज अनि गइसक्यो होला नि बिहान होइन आउँदैछन् होला नि त अहिले महोत्सवले खाएको छ अबेला आउँछन् कि अहिले के छ बुटुलको महोत्सव भइयो कि छ आज यो 12 मान्छे गते छ बुढोमा पनि मान्छे छैन छैन मान्छे छैन पहिला पहिला कहाँ हजुरहरू घर बुढोमा यहीँ बुटोलै हो समय त डर लाग्दो रहेछ अनि घाटा घाटा गर्छ त्यस्तो चल्छ यहाँ घाटो घाटो घरलाई माथि घर जाने भयो के जाने कि है मान्छेले अन्त गराउन यो के त लट्ठा हाल्ने जाँडलाई बरु कसरी जानेको भन्ने अघि जहाजलाई यो एउटा लट्ठा फलाममा पोल हालेर घुमाएको त्यही हिँडेको हामी जहाज भनेको यहाँबाट अब कहाँ त्यो कहाँ त रित्तै जहाज त हो कि जहाज त अनौठै त हो नि होइन त्यसलाई तर ती मान्छे त भित्र बसेका कि अलिक नजल्ने लुगा लाउन पर्ने हो कि होइन कहिले पनि त्यस्तो हुँदैन त्यस्तो नहुने कि त्यो त दियो चाहिँ बोल्ने पनि त्यो एक्सिडेन्ट भयो त मरियो कि मरियो कि दुःखसित भन्नु न दुःखसित मर्नु दुःखै हुन्न हजुर जहाज लिनु त कान त्यसै डुब